यो मेरो लाइफमा नि यस्तो मेरो ब्याक बाइटिङ गर्ने मान्छेहरूको चाहिँ कमी भएन है। लु सक्यो होला अब त छैन होला भन्दा पनि के सकिन्थ्यो यस्तो है। यो यस्तो काम नपाएको मान्छेले अर्काको कुरा गरेर अर्काले के खाँदैछ, के लगाउँदैछ, कहाँ जाँदैछ, कोसँग बोल्दैछ, कता हिँड्दैछ, के सब यिनीहरूलाई मात्रै थाहा हुन्छ। जसको काम हुँदैन नि, जसको केही काम हुँदैन तिनीहरूलाई मात्रै थाहा हुन्छ यस्तो कुराहरू। हामीलाई त साँच्ची भनेको आफ्नै घरमा के कता कस्तो छ, के छ, केही थाहा हुँदैन त। मलाई त केही थाहा हुँदैन साँच्ची। मलाई अरूको मतलब पनि छैन, किनकि त्यो उनीहरूको लाइफ हो नि त। उनीहरूको इच्छाले बाँचोस्, जस्तो गरेर बाँच्छ, जे गरेर बाँच्छ, उनीहरूको लाइफ हो, उनीहरू बाँचोस्। र यो ब्याक बाइटिङ गर्नेहरूलाई चाहिँ म के भन्छु भने चाहिँ पहिला आफ्नो जिउमा हात्ती कुदेको हेर होइन। तँहरू जसले कुरा गर्छस् नि तँहरूलाई त तपाईँ तिमी भनेर हुँदैन रहेछ। कति दिन तपाईँ तिमी भन्नु है तिमीहरूलाई। तँहरूलाई चाहिँ मेरो ब्याक बाइटिङ गर्नु भन्दाखेरि चाहिँ पहिला आफ्नो जिउमा हात्ती कुदेको हेर, हात्ती कुदेको हेर होइन। त्यहाँपछि मेरो टाउकोमा जुम्रा कुदेको खोज्नु ल। तिमीहरूले खोज्दा पनि पाउँदैनस् मेरो जुम्रा, कि त जबरजस्ती हुन्छ नि। जुम्रा छ भन्नु खोजेको मात्रै हो। मतलब के भन्नु खोजेको भने चाहिँ मेरो जबरजस्ती क्यारेक्टरमाथि औँला उठाएर तिमीहरूले गर्नु सक्ने नै के हो त। तिमीहरू के चाहिँ गर्नु सक्छस् ल मलाई भन्दा। तिमीहरूले गर्नु सक्ने भनेको मेरो ब्याक बाइटिङ नराम्रो र क्यारेक्टरमाथि। तिमीहरूले त्यो ब्याक बाइटिङ पनि गर्नु सकिनस् भने चाहिँ मेरो क्यारेक्टरमाथि जान्छस् तिमीहरू, बुझिस्। र जो मेरो नजिक छ नि मान्छे, मेरो आफन्तदेखि लिएर जोही पनि मलाई माया गर्ने मान्छेहरू जो मेरो नजिक छ नि उनीहरूलाई थाहा छ म कतिको छु कतिको छुइनँ भनेर। मेरो साथीदेखि लिएर जसले मलाई चिनेको छ नजिकबाट, मलाई जसले चिनेको छ नि तिनीहरूलाई थाहा छ कि म कस्तो खालको मान्छे हो भनेर। तिमीहरू त्यो चाख पछाडि कुरा गरेर कति दिनसम्म गरी खान्छ हो, कति दिनसम्म गरी खान्छ। तर आजकल त मलाई नि युज टु भइसक्यो म तिमीहरूको यस्तो कुरा सुनेर, बुझ्यौ। तर जुन दिन मेरो अगाडि आएर भन्छ नि त्यो दिन मानौँला नि म तिमीहरूलाई। यो चाक पछाडि त कुकुर पो भुक्छ त हौ। तिमीहरू त कुकुरलाई पनि गन्यो भने बरु कुकुरको जातिहरूलाई नि बदनाम हुन्छ होला। तिमीहरूलाई कुकुरसँग कम्पेयर गर्नु पनि मिल्दैन। कुकुरहरू त धेरै नै राम्रो हुन्छ। यस्तो यो अर्काको कुरा गर्ने मान्छेहरू भन्दा त नि कुकुरहरू त धेरै नै इमान्दार, वफादार, के भन्छ नि त्यस्तो हुन्छ। तिमीहरूलाई त तिनीहरूसँग कम्पेयर गर्नु पनि मिल्दैन, बेइज्जत हुन्छ कुकुरहरूको, साँच्ची भनेको कि। जुन दिन मेरो अगाडि आएर जेनी यस्तो तिमीलाई यस्तो उस्तो हो भनेर हुन्छ नि भन कि तिमीहरूले त्यहाँदेखि कुरा गरौँला नि। त्यो मेरो पछाडि त 36वटा 4-5वटा त के भन्दिनँ म, 36वटा कुकुर भुक्छ मेरो पछाडि, बुझ्यौ होइन। अझै भुक्तिम, तँ पनि भुक, अझै बढ्दै जान्छ। 40-45 कतिवटा हुन्छ, बढ्दै जान्छ होइन। मजा आउँछ मेरो पछाडि यसरी कुकुरहरू भुक्दाखेरि। तर जन चाहिँ कुकुर चाहिँ मेरो अगाडि आएर भुक्छ नि त्यति बेला चाहिँ म अट्याक गर्नेछु त्यो मान्छेलाई, बुझिस्। कुकुर भन्दा मान्छे भन्यो छ्या तिमीहरूलाई साँच्चै कुकुरमा पनि तिमीहरूलाई गन्दाखेरि पनि नि कुकुरको जातिको बदनाम हुन्छ हौ बरु। तिमीहरूलाई कुकुरहरूसँग पनि गन्ती गर्दा मिल्दैन। यस्तो मान्छेहरू मैले जिन्दगीमा भेटिसकेँ कि मलाई रिग्रेट लाग्छ किन चाहिँ बोलेँ त्यस्तो मान्छेसँग, किन चाहिँ भेटेँ भगवान्। तर मेरो लाइफको त्यो एउटा ब्याड लक क्या थिएछ। तिनीहरूलाई भेट्नु, तिनीहरूसँग बात मार्नु, तिनीहरूलाई राम्रो सोच्नु। म चाहिँ कस्तो खालको मान्छे हुन्छ नि साथीहरू, म चाहिँ कस्तो खालको मान्छे हो भने चाहिँ मलाई जसले नराम्रो गरेको छ म 1 दिन 2 दिन 3 दिन 4 दिन म सोच्छु मलाई नराम्रो पनि लाग्छ। तर जति नै दिन बित्दै जान्छ नि म सबै कुरा बिर्सेर नि त्योहरूसँग मतलब त्यस्तो पहिलाको जस्तो कन्ट्याक्टमा नबसे पनि, तिनीहरूसँग नहिँडे पनि, तिनीहरूसँग मतलब नबोले पनि कहिले तिनीहरूलाई भने नराम्रो सोच्दिनँ है। मैले साँच्ची भनेको सोच्दिनँ। मेरोमा त्यस्तो खालके मलाई भगवान्ले के भन्नु एबिलिटी नदिएको कि के भन्नु होइन। म सकिनँ त्यस्तो कहिले नराम्रो सोच्नु सकिनँ तिनीहरूलाई, किनकि एक समयमा म बोलेको, एक समयमा मैले माया गरेको होइन, एक समयमा म हिँडेको उसँग, एक समयमा म सँगै बसेर खाना खाएको,
लट्स एन्ड लट्स अफ मेमोरी छ तिनीहरूसँग। म कसरी नराम्रो सोच्नु त्यो सानो कुराले भन्ने खालके सोचेर चाहिँ म सबै कुरा बिर्सेर त्यो मान्छेसँग राम्रोसँगले मतलब पहिलाको जस्तो बोन्डिङ नराखे पनि होइन किन नराम्रो सोच्नु भनेर चाहिँ म अगाडि बढाउने खालको केटी हो है म। तर यिनीहरूले मलाई जबरजस्ती हुन्छ नि अझै पनि ब्याक बाइटिङ गरेर मेरो केही बिगार्नु नसक्दा चाहिँ तिमीहरूले मेरो क्यारेक्टरपट्टि जान्छस् होइन। तर त्यो पनि हुन्छ नि साउँदो पो भन्नुपर्छ त हौ साउँदो। पहिला आफूलाई हेर्नुपर्छ एकपल्ट ऐनामा हेरेर। मेरो पनि घरमा बुढी छ, मेरो पनि घरमा छोरी छ, मेरो घरमा नाता नातिनी छ, मेरो घरमा बुढा छ। ला म त्यस्तो भन्नु हुँदैन। जसलाई छोरा मान्छेलाई भन्नुभन्दा अगाडि पनि मेरो घरमा बुढा छ, मेरो घरमा छोरा छ, मेरो घरमा बाउ छ त्यस्तो भन्नु हुँदैन है। त्यो केटालाई चाहिँ भन्नु हुँदैन भनेर पो सोचेर अर्काको बारेमा त्यस्तो अफवाह फैलाउनुपर्छ त। फेरि अर्को कुरा राम्रो मान्छे भगवान् राम्रो मान्छेले भनेको भए पनि त मलाई लाग्थ्यो होइन। त्यस्तोहरू गुटमुटेर चाहिँ त्यहाँ कुरा गर्दै गरेको हुन्छ अरे मेरो मलाई थाहा छैन है। तर त्यो कुरा त्यो त बौला कुकुरहरू भतुवा कुकुरहरूमा पनि गन्दैन म। तिनीहरू त नालीको गु खाने कुकुरहरूमा पनि म गर्दिनँ साँच्ची भनेको। र अर्को कुरा नि तँहरूले जति मलाई नराम्रो भन्छस् नि त्यति अगाडि बढ्दै जानेछु बुझिस्। देख्छस् तिमीहरूले जसले मेरो कुरा गर्छस् नि देख्छस् मोड्छस् जलेर बरु कि मेरो खुट्टा तान्नु खोज्दा नि मेरो जुत्ता पनि आउँदैन तिमीहरूको हातमा बुझिस्। मोड्छस् तिमीहरू जलेर र म जलाउने छु तिमीहरूलाई जसले मेरो कुरा गर्दैछस् नराम्रो जलाउँछु म तिमीहरूलाई। हर दिन हर रात हरेक पल तँहरूलाई जलाउने छु। जलिबस्तुहरू जलेरै म खरानी। र म त्यही खरानीले चाहिँ हाम्रो यहाँनिर गाई गोरु होइन खसीहरूको चाहिँ दाना पकाएको कालो डेक्ची मोल्ने छु। तिमीहरूले जे भने पनि मेरो एउटा पनि केही हुँदैन साँच्ची भनेको। तिमीहरू मर्छस् मेरो कुरा गरेर बुझिस्। तिमीहरू मर्छस् र मेरो कुरा गर्नुभन्दा अगाडि चाहिँ 10 पल्ट ऐनामा हेर्नु 10 पल्ट आफूलाई बुझिस्। अन्त चाहिँ कुरा गर्नु आउँछ। मेरो लेभलमा आउनु सक्दैनस् तिमीहरू गर्नु सक्ने भनेकै मेरो कुरा ब्याक बाइटिङ नराम्रो कुरा गर्नु बुझिस्। तिमीहरूलाई के भन्नु तिमीहरूको लागि वर्ड्स अझै कति घिनलाग्दो छ कि। तर म यहाँनिर देखाउनु छैन। र साथीहरू मैले गल्ती बोले माफ पाउँ त म मरे पनि भन्दिनँ किनकि यिनीहरूले यस्तो डिजर्भ